तपाईलाई थाहा छ कि यो चलचित्रसँग तपाईको चलचित्रसँग हजुर अर्को पनि एउटा चलचित्र लाग्दैछ नि त्यही डेटमा हजुर थाहा छ नि हजुर एन्जिला हजुर एन्जिला यो एकै डेटमा दुई चलचित्र लाग्दाखेरि हजुर केही असर पुर्याउने देख्नुहुन्छ कि देख्नुहुन्न असर भन्दा नि मलाई अडियन्सहरूले दुइटै हेर्नुहुन्छ जस्तो लाग्छ मलाई चाहिँ किनभने उहाँलाई अझै धेरै हेर्नु भयो नि हामीलाई फरक पर्दैन किनभने उहाँको त घर बन्दैछ नि त एउटा कसैको घर बन्नु भनेकै हाम्रो लागि ठुलो कुरा हो त्यसैले अडियन्सको हातमा छ अडियन्सहरूले दुइटै हेरिदिनु भन्छु म चाहिँ हाम्रो भन्दा नि अझ उता हेरिदिनु भन्छु म त तपाईँको सिनेमामा कहिले नाक भाँचिदो रहेछ कहिले हात भाँचिदो रहेछ हात पनि भाँचेको थियो नि होइन हजुर औँला आउटलामा चाहिँ औँला लिगामेन्टैको भाँचेको भए त जोडिँदो रहेछ लिगामेन्ट जस्तो लिगामेन्टहरू गयो भने चाहिँ एकदम समय लाग्ने रहेछ यसको लागि मैले एक्सन सिक्वेन्स बेलै हो आउटलको अनि फिजियोथेरापीहरू पनि गर्नु पर्यो स्टिल अहिलेसम्म पनि राम्ररी यो मुठी त हुँदैन किनभने यस्तरी छुनुपर्ने यो स्टिल छुँदैन 1 वर्ष अझै लाग्छ भन्नुभएको थियो फिजियोथेरापीमा आउटलमा जुन हाम्रो फाइट सिक्वेन्स आयो नि ट्रेलरमा देख्नुभयो होला अडियन्सहरूले त्यसमा मैले राइट ह्यान्ड मात्र